म कहिलेकाहीँ कथा भनेर सोसियल मिडियामा सेयर गर्ने गर्छु र यो सेयर गर्नुको उद्देश्य चाहिँ कसैलाई अर्थी बुद्धि दिनु, कसैलाई सिकाउनु होइन। त्यो मेरोमा क्षमता छैन। म आफै लाइफ लङ लर्नर हो। म एभ्रिडे मलाई नयाँ कुरा सिक्नु मनपर्छ अनि यो मेरो सिक्ने जर्नीमा मलाई जे मनपर्छ, मैले जे नयाँ कुरो सुन्छु, यो जो जो इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूसँग सेयर गर्नुको लागि मात्रै हो है। र आजको यो कथामा चाहिँ एक दिन श्री कृष्ण र अर्जुन चाहिँ कहीँ जाँदै थियो अरे। अनि उताबाट एउटा भिखारी एकदमै माया लाग्दो गरिब भिखारी माग्दै आउँदै थियो अरे। अनि अर्जुनलाई लागेछ कृष्णले अब एकदम उसलाई केही वर दिन्छ या तो हेल्प गर्छ भनेर। तर कृष्णज्यू त यत्तिकै उसलाई पास गरेर गएछ अरे। अनि अर्जुनलाई चाहिँ एकदमै माया लागेर धेरै पैसा 2 बुङ पैसा चाहिँ भिखारीलाई दिएछ अरे। अनि अर्जुनले सोध्यो अरे कृष्णज्यूलाई कि यस्तो निडी पर्सन तपाईँ सँग अहिले पास भयो, तपाईँले किन हेल्प गर्नु भएन भन्दा कृष्ण मुस्कुराएर केही भन्नु भएन, त्यसको उत्तरै दिनु भएन अरे। अनि उनीहरू गएछ त्यहाँबाट। अनि त्यो भिखारी चाहिँ एकदमै खुसी भएर यत्रो पैसा पाउँदाखेरि चाहिँ पुरा खुसी भएर अब म घर बनाउँछु, अब म बिजनेस थाल्छु, म यसो गर्छु उसो गर्छु धेरै प्लान गर्दै खुसी भएर पैसा गन्दै हिँड्दाखेरि चाहिँ त्यहाँनिर 2 जना चोर पनि थिएछ अरे बाटोमा। अनि त्यो भिखारीकोमा त्यत्रो पैसा देख्दा चाहिँ 2 जना चाहिँ गएर त्यो पैसा छिनेर गएछ अरे, लगिदिएछ अरे। अनि त्यो भिखारी फेरि दुखी है। भोलिपल्ट फेरि घुम्दाखेरि 2 जनाले फेरि त्यही भिखारीलाई भेटेछ अरे। फेरि पनि भिख माग्दै। अनि अर्जुन त एकदमै छक्कै पर्यो अरे, हिजो नै मैले यो मान्छेलाई यत्रो पैसा दिएको, अब फेरि पनि भिख माग्दैछ भनेर। फेरि श्री कृष्णले केही नदिकन जानुभएछ अरे। अनि अर्जुनले गएर त्यो भिखारीलाई सोध्यो अरे, तिमी किन यसो गरेको, मैले हिजो नै तिमीलाई यत्रो पैसा दिएको, त्यो पैसा के गर्यो भन्दा भिखारीले भन्यो अरे, तपाईँहरू जानुभएको पछि म त्यो पैसा लगेर जाँदै गर्दा मलाई 2टा चोरले मलाई लुट्यो अनि म त फेरि जैसेको तैसे भएँ भनेर फेरि दुःख भन्दाखेरि अर्जुनलाई फेरि माया लागेछ अरे। अनि अब त्यो यत्रो पैसा देख्यो भने त फेरि कसैले चोरी दिएला भनेर चाहिँ सानो डायमन्ड दिएछ अरे। अनि लु यो लगेर यसलाई बेचेर कुछ गर्नु भनेर उहाँ फेरि जानुभएछ। अनि त्यो भिखारी एकदमै खुसी भएर हिजो त अब होइन खुसी भएर चिल्लाउँदाखेरि हातमा राख्दाखेरि चोरी दिएको, आज चाहिँ डायमन्ड चाहिँ एकदमै मुठीमा कसेर पक्रेर गोजीमा हालेछ अरे। अनि फेरि प्लान गर्दै गयो अरे, म यसको अब यो डायमन्डलाई बेचेर म घर बनाउँछु, म गाडी किन्छु, म बिजनेस गर्छु, म हेनतेन धेरै 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 ठुलो ठुलो प्लानहरू गर्दै जाँदै थियो अरे। अनि दोकान चाहिँ जहाँ उसले गएर यो बेच्नुपर्ने त्यो चाहिँ नदीको पारमा थिएछ अरे। अनि नाउँमा गएर तर्नु, त्यो नदी तर्नु खोज्दाखेरि चाहिँ अरू मान्छेहरू पनि आएर चाहिँ बसेको थिएछ। अनि उसले ला बा मेरो डायमन्ड छैन भनेर यसो गोजीबाट यसो पल्टाएर यसो हेर्दाखेरि त्यति नै बेला उसलाई त्यो होइन त्यो बोटमा धेरै मान्छे भएकोले उसलाई धक्का लागेछ। अनि त्यो डायमन्ड चाहिँ हातबाट चिप्लेर पानीमा पस्यो अरे। अब फेरि पनि जैसे कि तैसे है। अनि ऊ दुखी भएर थर्ड डे पनि फेरि कृष्ण र अर्जुनले त्यो मान्छेलाई भेट्यो अरे। अनि थर्ड डे पनि फेरि भिख माग्दाखेरि अर्जुनलाई अब छक्कै पर्यो अरे, यो अलरेडी यत्रो पैसा दिँदा पनि भएन, यसलाई हिरा दिँदा पनि भएन, उसलाई पनि वाक्कै लागेर अब केही होला उसको यस्तै जिउनु पर्ने होला, त्यसै कारण त कृष्णले उसलाई हेल्प नगरेको होला भनेर चाहिँ त्यो दिन चाहिँ 2टा चिल्लर मात्रै उठाएर लु तिमीलाई यति नै छ आज भनेर 2टा चिल्लर मात्रै दिएछ अरे। अनि त्यो भिखारी पनि दुखी भएर मेरोमा यत्रो पैसा आएको थियो, मैले केही गर्नु सकिनँ, मेरो जिन्दगी नै चेन्ज भएन, जैसे म जस्तो थिएँ पहिला अब त्यस्तै छु अझै पनि भनेर एकदम दुखी भएर जाँदै गर्दाखेरि बिहानको समयमा त्यो नदीबाट मछुवाराहरू चाहिँ माछा लिएर दिनभरि बेच्नुको लागि उनीहरूले राति नै गएको हुन्छ नि त, बिहानै होइन माछा मार्नु। त्यहाँदेखि त्यो माछाहरू लिएर आउँदा एकजनाको चाहिँ टोकरीमा चाहिँ एउटा माछा चाहिँ जिउँदै थिएछ अरे, फ्यात्रक फ्यात्रक मर्नु आँटेको। अनि भिखारीले सोच्यो अरे, अब यो मेरो यो 2टा चिल्लर के कामको, मैले केही गरी खानु पनि सक्दैन यसले, अब त्यो माछा मरेको पनि छैन रहेछ र त्यो माछा किनेर त्यसलाई चाहिँ वापस हालिदिनु पर्यो, अब किसी का तो भला हो भन्ने हिसाबले चाहिँ उसले
त्यो मछुवारेकोबाट त्यो घाइते माछा किनेर चाहिँ त्यो माछालाई चाहिँ नदीमा फ्याँकिदिएछ अरे। अनि त्यो माछा चाहिँ उफ्रिनु अगाडि चाहिँ उसले चाहिँ यस्तो सास फेर्नु खोज्दाखेरि चाहिँ त्यो माछाको मुखबाट चाहिँ हिरा निस्केछ अरे। र हिजोको त्यो जो उसको हातबाट छुटिएको हिरा त्यो नदीमा पसेको थियो, त्यो चाहिँ त्यो माछाले खाएको थिएछ अरे। अनि त्यो गएर हिरा टिप्यो अरे, त्यो मान्छे त कति खुसी भयो अरे, हो मैले हिजो हराएको हिरा पाएँ भनेर चाहिँ। अन्त फेरि पनि हातमा हिरा टाइट पक्रेर चाहिँ मैले पाएँ 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 भनेर चिल्लाउँदाखेरि चाहिँ साइडबाट त्यो अगाडिको दिनको फर्स्टको दिनको दुईजना चोर जो थियो उसकोबाट पैसा चोरीको त्यो मान्छे पनि त्यहाँबाट, त्यो मान्छेहरू पनि त्यहाँबाट पास हुँदै थियो अरे। अनि चोरहरूलाई पुरा डर लाग्यो अरे, किनभने त्यहाँनिर मछुवाराहरू धेरैजना थियो अरे। अनि ला यसले त हामीलाई देख्यो, हामीले पैसा लग्यो भनेर यसले चिल्लाउँदैछ भनेर चाहिँ डरले गएर चाहिँ लु तिम्रो पैसा लगिहाल हामीलाई नकराउ भनेर चाहिँ पैसा पनि हातमा दिइराखेछ अरे। त्यो मान्छे चोरहरू चाहिँ गएछ अरे त्यहाँबाट, र उसकोमा अब पैसा पनि छ, हिरा पनि छ है। अनि फेरि श्रीकृष्ण र अर्जुन त्यहाँबाट पास हुँदै थियो अरे। अनि त्यो दृश्य देखेर अर्जुन एकदमै सक्ड, अब कसरी यस्तो भयो भन्दा चाहिँ श्रीकृष्णलाई सोध्नुभयो अरे कि भगवान् यो तपाईँको लीला के हो, तपाईँले हेल्प गर्नै चाहनु भएको थिएन त्यो मान्छेलाई, तर अहिले हेर्नुहोस् उसले त सबै कुरो वापस पायो भन्दा चाहिँ श्रीकृष्णले भन्नुभयो अरे कि जब उसकोमा धन आयो दौलत आयो उसले केवल आफ्नो लागि मात्रै सोच्यो है, म यो गर्छु त्यो गर्छु, यो मेरो लागि, यो मेरो परिवारको लागि, उसले एकदमै स्वार्थ भएर सोचेको थियो। अनि उसलाई जति धनले पनि नपुगेको, तर उसकोमा जब चिल्लर मात्रै थियो उसले आफ्नो बारेमा सोचेन, उसले एउटा अर्को जीवलाई बचाउनुको लागि त्यो उसको आफ्नो पैसा स्पेन्ड गर्यो है, खर्च गर्यो। अनि जब उसले अरूको बारेमा सोच्यो त्यो प्योर भावले उसले सबै कुछ आफ्नो वापस पायो भनेर भन्नुभयो अरे।